यो पनि रहेको छ। हामीले पहिलो पढ्न लागि हामीले यस्तो कुराहरू हामीले जानेन भने हामीले फेरि अर्को कुराहरू पढ्नु पनि अप्ठ्यारो हुन्छ। त्यही कारणले यो पनि जरुरत छ। ले माथि भन्नुभएको छ वासुर चुनिनी भन्नुभएको छ। जस्तो यहाँ नेपालीमा के लेख्नु भएको छ भने, तर यहाँ चाहिँ चुसुम लेख्नु भएको छ हैन। कसैले अब चुनी लेख्छ, कसैले चुसुम लेख्दै रहेछ है। यो हेरी हुँदो रहेछ है। यसमा चाहिँ वासुर चुसुम्नी 13 वटा वासुरहरू। यो माथि टपिकबाट नै हामीले बुझ्न सकिन्छ वासुर भनेर पढ्नु पर्ने रहेछ भनेर है। वासुर कसरी वासुर भन्दाखेरि यो मुनि जस्तै यहाँ तपाईले देख्नुभयो नि, यहाँ सानो है हैन। जस्तै का खा गा न्या दा चा छा स्या सा रा हैन स्या हामा। अनि यस्तो लाग्यो भने के हुन्छ भने यो चाहिँ वासुर भन्ने हुन्छ है। वासुर तर पढ्ने चाहिँ हामीले हुनु चाहिँ आवाज चाहिँ यसको नै आउँछ, तर जोड्ने पढ्दाखेरि अलिकति फरक हुन्छ है। जस्तै का वसुर का, खा वसुर खा, गा वसुर गा, न्या वसुर न्या, दा वसुर दा, चा वसुर चा, छा वसुर छा, स्या वसुर स्या, सा वसुर सा, रा वसुर रा। यहाँ चाहिँ रान्य त यहाँ लेखेर चाहिँ यो चाहिँ यहाँ लेख्न हुँदैन। यो चाहिँ उहाँले किन लेख्नु भएको सायद बिग्रेको हुनसक्छ। स्या वसुर स्या, हा वसुर हा। यहाँ के भन्नुभयो 13 वटा वासुरहरू चाहिँ यहाँ 13 वटा आउनु पर्ने हैन। 1 2 3 4 5 6 7 8 9 10 11 12 वटा छ, तर उहाँले 13 वटा लेख्नुभयो हैन। यो चाहिँ बिग्रेको छ है। यो चाहिँ खासै अब लेख्न नहुन्यो, तर उहाँले जे भए पनि यहाँ लेख्नु भएको रहेछ उहाँले। यो चाहिँ होइन यहाँ तपाईले जस्तै अब यहाँ नेपाली पनि पढ्न सक्नुहुन्छ। नेपालीमा लेख्नु भएको छ। यहाँ तपाईले यहाँ फोटो खिचेर हुन्छ के कसरी हुन्छ तपाईले यहाँ हेरेर पढ्नु होला। जोडेर पढ्नु भयो भने तपाईले सजिलो हुन्छ। जस्तै फेरि पढौँ है। का वसुर का, खा वसुर खा, गा वसुर गा, न्या वसुर न्या, दा वसुर दा, चा वसुर चा, छा वसुर छा, स्या वसुर स्या, सा वसुर सा, रा वसुर रा, स्या वसुर स्या, हा वसुर हा। अब मैले अलिक पढेको छिटो भयो होला, बिस्तारै पढ्छु है। का वसुर का, खा वसुर खा, गा वसुर गा, न्या वसुर न्या, अनि दा वसुर दा, चा वसुर चा, छा वसुर छा, स्या वसुर स्या, सा वसुर सा, रा वसुर रा, स्या वसुर स्या, हा वसुर हा। यसले कसरी पढ्नु पर्यो वासुर भनेर पढ्नु पर्यो। जस्तै का वसुर का, खा वसुर खा, गा वसुर गा, न्या वसुर न्या, दा वसुर दा, चा वसुर चा, छा वसुर छा, स्या वसुर स्या, सा वसुर सा, रा वसुर रा, स्या वसुर स्या, हा वसुर हा भनेर यसरी पढ्नुपर्छ। जस्तै यहाँ सबै लेख्नु भएको छ। जस्तै यहाँ उहाँले के रा वसुर लेख्नु भएको रहेछ हैन। उहाँले रा वसुर रा, ला वसुर ला, ला वसुर लेख्नु भएको रहेछ उहाँले है। यहाँ चाहिँ ला वसुर लेख्नु भएको रहेछ। ला वसुर भने कस्तो हुनुपर्छ भने, तर उहाँले लेख्नु भएको रहेछ खास यस्तो हुनु पर्यो नि। तब उहाँले यहाँ लेख्नु भएको रहेछ, तर यो पनि अब उहाँले किन लेख्नु भएको, यो पनि अब जस्तै अब यो यसरी पढ्नुभयो भने सजिलो हुन्छ है। कतिपय अब किताबतिर पनि मिस्टेक हुन्छ। का वसुर का, खा वसुर खा, गा वसुर गा, न्या वसुर न्या, दा वसुर दा, चा वसुर चा, छा वसुर छा, स्या वसुर स्या, सा वसुर सा, रा वसुर रा, स्या वसुर स्या, हा वसुर हा है। यसरी पढ्नुभयो भने तपाईँले सजिलो हुन्छ।